हेलो नमस्ते 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 जीवी च्यानलमा सबैजनालाई स्वागत छ। अब म हाम्रो यहाँ भएको नर्सरी यो हाम्रो गाउँपालिकाले वार्ड नम्बर 6 को लागि बनाएको सामूहिक नर्सरी घरमा म उपस्थित भइसकेको छु। यहाँभित्र के बिरुवा छन् त भनेर जानकारी दिनेछु मैले तपाईहरुलाई भिडियो नछुटाइकन हेर्नु होला र कसरी तयार गरियो भन्ने कुरा पनि जानकारी दिनेछु है त ल। म यहाँबाट प्रवेश गर्दै छु। यहाँ खुर्सानीको अकबरे खुर्सानीको बिरुवाहरू टनक्कै तयार पारिएको छ। यहाँ यो अकबरे खुर्सानीको बिरुवाहरू हामीले यो गाउँको लागि गाउँघरका मान्छेहरूको लागि भनेर तयार गरिएको हो। यहाँ यो सबैलाई बाँडिने काम गरिनेछ। त्यस्तै गरी यहाँ लौकाको बिरुवाहरू छ। यो लौकाको बिरुवा पनि सबैलाई बाँड्दा यति रहेको छ। आज मैले पनि लिएर जान्छु, लगाएर पनि देखाउने छु। यहाँ लौकाको बेर्ना छ। यहाँ करेलाको बेर्ना छ। यो करेलाको बेर्ना हो। कति राम्रो छ हेर्नुस्। अनि त्यस्तै गरी यहाँ घिरमलाको बेर्ना तयार पारिएको छ। यो घिरमलाको बेर्ना छ। यो घिरमलाको बेर्ना है। यहाँ काँक्राको बेर्नाहरू तयार पारेको थियो। उहाँहरूले त्यो बाँड्दै हुनुहुन्छ। ल यो बाँड्ने क्रममा हुनुहुन्छ। आज म पनि लिन आएको छु। यो पुरै काँक्राहरू ल हेर्नुहोस्। उहाँले यहाँको यो निर्माण गरेको सबै हेर्नुहोस्। यो काँक्राको बेर्नाहरू। त्यस्तै गरी यहाँ पनि काँक्राको बेर्ना छ। हेर्नुहोस्, यो पनि काँक्राको बेर्नाहरू कति राम्रो छ, कति मिठरी उत्पादन भएको छ। ल यहाँ फेरि करेलाको छ। उहाँहरूले बाँडफाँड गर्नु भएको छ। ल हेर्नुहोस्, बाँडफाँड गरेर सबैको घर पुर्याउने कामहरू उहाँहरूले गर्नुभएको छ। सबै लिन आउनुहुन्छ, उहाँले दिनुहुन्छ। अनि लगभग यो कति घर परिवारलाई जान्छ। यो त वडा नम्बर 6 को लगभग कति घर परिवार जति छ। यहाँ कति घर परिवार जति छ? 800 घरलाई यो 800 घरको लागि निर्माण गरिएको यो नर्सरी हो। यहाँ धेरै अझ पछि पनि यहाँ अरू चिजहरू पनि लगाइन्छ। यहाँ यसरी लिन आउनु भएको छ, बाँड्नु भयो है त। ल अर्को भिडियोमा मैले तपाईहरुलाई देखाउने छु। आजलाई यति भन्दै ल यो नर्सरीबाट हजुरहरूले के प्राप्त गर्नुहुन्छ त भन्ने कुरा जानकारी। नमस्ते नमस्ते नमस्ते, आराम हुनुहुन्छ? हाम्रो 6 नम्बर वडाको कृषि फार्ममा धेरै रमाइलो छ। बिरुवाको एकदम हराभरा भएको छ। रमाइलो छ। उहाँ हुनुहुन्छ हाम्रो स्वास्थ्य चौकीको नर्स। उहाँ पनि अनि यहाँ सहजकर्ता भनेर आउनु भएको छ। आज हेर्नको लागि हामी आएको बेलामा सबै आएका छन्। लाउने मान्छेलाई दिइराख्नु भएको छ। त्यसै गरी यो नर्सरी फेरि अर्को नर्सरी पनि मैले तपाईँहरूलाई पछि देखाउने छु। आजलाई यो नर्सरीबाट मैले बिदा लिन्छु। छोटो मिठो सानो भिडियो बनाएर तपाईँहरूलाई देखाउन पाएकोमा मैले तपाईँहरूलाई पाएकोमा म आफूलाई गौरव ठाल्छन्दै तपाईँहरूले मेरो भिडियोलाई वाच गरिदिनु भएकोमा तपाईँलाई धन्यवाद दिँदै, यदि मेरो च्यानललाई सब्सक्राइब, लाइक, सेयर र कमेन्ट गर्न बिर्सिनु भएको छ भने कृपया कमेन्ट र सेयर गर्नु नबिर्सिनु होला है त। ल ओके, हस्त, धन्यवाद, बाई बाई। खुसी रहनुहोस्, सुखी रहनुहोस्, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु। बाई बाई, टेक केयर अल अफ यु।